कान्छीलाई सलिनाले गरिन् अपहरण, भन्छन् अब सागर र सलिनाको बिहे हुन्छ। कान्छी र सागरलाई अलग बनाउँछु, सम्बन्ध विच्छेद गराउँछु, सागरलाई जेलबाट निकाल्छु, प्रमाण जुटाएर सागर जेलबाट निर्दोष साबित हुँदै। दर्शकबिन नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छु हजुरहरूलाई हाम्रो युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरी हामीसँगै जोडिनुहोला। अब आउने कान्छी भाग 308मा यस्तो हुँदै, हेर्नुहोस् पुरा भिडियो। सागरलाई निर्दोष साबित गराउनु सबै लागि परेका छन्। सलिनाले कान्छीलाई अपहरण गरेर सागर र कान्छीलाई अलग बनाउने प्लान बनाइसकेकी छिन्। सलिनाले पहिला नै प्लान बनाइसकेकी थिइन्। सरसँग बिहे गरेर सरलाई ललाई फकाइ गरेर बिहे गरेपछि पहिला सागर र कान्छीलाई अलग बनाउने प्लान बनाइसकेकी थिइन्। त्यही प्लानमा सलिना दौडिरहेकी छिन्। सरलाई माया प्रेममा पारेर बिहे गर्ने निर्णय गरिसकेका छन्। सर पनि सलिनासँग नै बिहे गर्ने निर्णय अन्तिम अवस्थामा दुवैजना गहिरो माया प्रेममा परिसकेका छन्। बिहे गर्न अन्तिम चरणमा देखिन्छन् दुवैजना। सलिनाले सागर जेलमा रहेको बेला कान्छीलाई अपहरण गरेर ललाई फकाई रातिको समयमा आफ्नो रुममा बोलाएर बाँधेर राखेको छ। त्यसै सागर अहिले लामो समयदेखि बलात्कार मुद्दामा जेलमा परेका छन्। जेलबाट छुट्याउन सागरलाई निर्दोष साबित गराउन सबैबाट प्रमाण जुटाउन लागिरहेका छन्। मेदाईले आफ्नो श्रीमतीहरूलाई जेलमा हालिसकेका छन्। मेदाईका सालोले यो सबै ज्वाइँलाई फसाएका हुन् भनेर शङ्का गरिसकेका छन्। यसै केसमा श्रीमती र सासू पनि संलग्न छन् भनेर दुवैजनालाई सोधपुछ गर्छन्। सालोलाई कता लुकाएर राखेका छौ, यो सबै तिमीहरूको काम हो भन्दै मेदाईले श्रीमती र सासूलाई सोधपुछ गर्नका लागि प्रहरीलाई घरमै बोलाएर सत्य तथ्य के हो बुझ्नुको लागि दुवैजनालाई जेलमा लगिसकेका छन्। सालोहरूलाई भेटाएर जेलमा हालेर सागरलाई निर्दोष साबित गराएर जेलबाट छुट्याउने प्रयास गरिरहेका छन्। आज अदालतमा सागरलाई बोलाउनु भएको छ। जसरी भए पनि अदालतमा प्रमाण पेश गर्नका लागि कान्छी अनि मेदाई प्रमाणको खोजीमा लागिरहन्छन्। श्रीमतीहरूलाई जेलमा हाल्दा पनि केही प्रमाण जुटाउन सकेनन्। ती गुण्डाहरूको खोजी कार्य सम्पन्न हुन सकेनन्। त्यसमा मेदाईको श्रीमती पनि सासूको ठुलो हात रहेको छ। गुण्डाहरूलाई उहाँहरूले विदेश पठाइसकेको हुनुपर्छ। पहिला नै भनिसकेका थिए, अब तिमीहरूलाई नेपालमा समातिहाल्छन्, अब तिमीहरूले विदेश जानुपर्छ, विदेश भाग्नुपर्छ भनेर। त्यही अनुसार गुण्डाहरू विदेशमा लुकेर बसेको हुनुपर्छ। गुण्डाहरूको केही खबर नआएपछि कान्छी रोइ कराई गरिरहेकी छिन्। कसरी प्रमाण जुटाउने होला, कसरी ती गुण्डाहरूलाई समाउने होला भनेर। त्यही प्रमाण जुटाउनुको लागि सलिनाले कान्छीलाई फोन गर्छिन्। कान्छी, सागरको बलात्कारको प्रमाण मसँग छ। रातिको समय थियो। जबरजस्ती बाहिर बोलाउन खोज्छिन्। बाहिर आऊ, प्रमाण म दिन्छु। कसम खाएर भए पनि अनेक थरी कुरा गरेर कान्छीलाई जबरजस्ती सलिना भएको ठाउँमा बोलाउँछिन्। छोरीलाई सुताएर सुनसान रातको समयमा त्यहाँ पुग्छिन् कान्छी। त्यहाँ पनि प्रमाण देऊ भन्दा सलिनाले दिमाग लगाउँछिन्। भर्खरै मैले रुममा छोडेर आए, दुवैजना रुममा जाउँ, त्यतै दिन्छु। त्यहाँ पनि अनेक कुरा गरिरहन्छन्। जबरजस्ती रुममा पुगिन्। त्यहाँ सलिनाले कान्छीलाई समातेर खुट्टा र हात बाँधेर छोडिदिन्छन्। किन गरेको, के का लागि गरेको यस्तो सबै कुरा सलिनाले प्रश्न खुलाएर भन्छन्। वास्तवमा मेरो प्लान भनेको तलाई र सागरलाई अलग बनाउने हो। अब सागरसँग म बिहे गर्छु त अब सागरको जीवनबाट गइहाल। अनेक कुराहरू भइरहन्छन्। त्यति बेला सरले सलिनालाई फोन गर्छन्। सलिना, आज तिम्रो रुममा बसेर तिमीसँग माया पिरतीका कुरा गर्न मन लागेको छ। म तिम्रो रुममा आउँदैछु। रुममा आउनु पर्दैन, बरु हामी बाहिर कतै गएर रमाइलो कुराकानी गर्नुपर्छ। हुँदैन, आज तिम्रै रुममा आउनुपर्छ। जबरजस्ती सर रुममा आउँछन्। त्यहाँ आइसकेपछि बसेर कुरा गर्छन्। कान्छीलाई पुरै शरीर ढाकेर अर्कै रुममा राखेको थियो। सलिना र सर कुरा गर्दै गर्दा कताबाट आवाज आउँछ। त्यो आवाज सरको कानसम्म पुग्छ र त्यस रुममा जान खोज्छन्। जबरजस्ती ताल्चा खोलेर भए पनि भित्र छिर्छन् सर। त्यहाँ कान्छीलाई बाँधेको देख्छन् र अचम्म पर्छन्। यो सब कसरी भयो, किन यस्तो गरेको, यो सबै कुरा अब कान्छीले सरलाई सबै कुरा भन्छन्। त्यसपछि सलिनाले अलग अलग कुरा लगाएर आफू राम्रो बन्न खोज्छिन्। सलिनाको यस्तो हरकत देखेर सर र सलिनाको माया प्रेममा केही खोट आउन सक्छ। सम्बन्ध विच्छेद पनि हुन सक्छ। सागरको लागि प्रमाण दिन्छु भन्दै आएकी कान्छीलाई यस्तो हरकत देखेर अब सरले सलिनालाई के गर्छन् होला त। सागरको अदालतको उपस्थितिमा अब कसरी
कहाँबाट कुन प्रमाण पेश गर्छन् होला त? सागरलाई निर्दोष साबित गराउनु दोषी व्यक्तिहरूलाई कहिले समाउन सक्लान्? निर्दोषले कहिले जेल मुक्त भएको देख्न पाइन्छ? कथा अझै लामो छ, हेर्दै जाउँ, पक्कै पनि एक दिन सागरले न्याय पाउनेछन्।